मुख्य मान्छे नै माटै जतिकै छन् क्या को लागि त धेरै गर्नु के गर्यो त्यो मुलाले एउटा यो अग्लो चाड हाल्यो त्यो चाडको कामै छैन। अब यो बाटोघाटो भनेको नगरपालिका ठाउँमा कुकुर बिरालो इन्द्रचन्द्र सेमे हरिजो आयो भने बनाउने हो। हेलो, स्वागत छ सबैजनालाई आज युट्युब च्यानलमा। अनि आज म रियाक्सन भिडियो लिएर आएको छु। कस्तो हुन्छ हेरौँ है त गाइज आज। ल अब धेरै ढिला नगरी रियाक्सन तर्फतिर लागौँ। नेपाली बालेन कि के बिबा होइन माटो हो नि हर्के ए माटो अब हर्क साम्बाङबाट बोल्नु हजुर किन हर्क साम्बाङले चाहिँ किन बिजन छ राम्रो के छ बिजन ढुङ्गा बोकाउ छ जिउ दुखेको निको पार्छ नि ए भनेको बालेन्सा होइन घन्टीलाई रवि लामिछानेलाई मत हाल्छ यसपालि जनताले। तपाईँहरू विश्वास भएर यो गाउँ जानुहोस्, म भित्रबाट घन्टी नै बजाइदिन्छु। ल लिएर जानु मसँग घन्टी। अस्तिदेखिको राजनीति हामीलाई धेरै जनतालाई इगो नै भइरहेको हो। तपाईँहरू यो भाइरल बनाएर लगिदिनुहोस् ल। ए तपाईँले घन्टी राखिसक्नुभयो घरभित्र? रवि लामिछानेलाई यसपालिको मत परिवर्तन गरेर जाँदैछ, ल पठाइदिनुहोस्। हुन त केही वर्ष अगाडिदेखि नै मैले के भन्ने गरेको थिएँ भने 99% म राजनीतिमा लाग्दैन। जिन्दगीमा केही भएर कुनै कारणवश राजनीतिमै नै लाग्नु पर्यो भने लाग्छु। त्यो चान्स चाहिँ 1% छ भनेको 1%ले जित्यो। त्यो 1% पनि उहाँलाई धेरै हो के। त्यही 1% उहाँ जितेर अहिले केही बोल्न सकिन्छ? बोलौँ न, चुनाव हुँदैछ नि। हुँदैछ होला, भयो भने भोट दिनुपर्छ, अरू केही जान्दैनौँ हामी। अनि यसपालि भोट कसलाई हाल्ने? बालेनलाई जसरी पनि जिताउने हो। ओली मक्क परायो होला बिचरा। पहिला के अरे 75-70% भोट ल्यायो भनेर बिचरा यसलाई त हेरेको हेरे उतारे पारिदिन्छ बालेनले। सेक्सी नाच हो यहाँको त। यदि म राजनीतिमा आइ भने म 3टा मात्रै काम गर्छु। यसपालिको भोट कसलाई? अब भोट हाल्नु र ल चुनावमा उठेर के गर्ने भन्नु होला। अब चुनावमा उठेर अलिअलि काम गर्ने। अर्को चाहिँ कहाँ हुनुहुन्छ? त्यही नाप्ने हो नजिक। के हो यो? अर्को चाहिँ त्यही हुनुहुन्छ है? कहाँ हो अर्को चाहिँ? कहाँ हुनुहुन्छ? अरे हामी माहौल बुझ्दैछौँ। पुगेको थिएन। तपाईँको हिसाबले के छ? नाम भनिदिनुहोस्। मेरो नाम नारायण अर्याल हो। म पहिला नेपाली काङ्ग्रेस हो, अहिलेसम्म नि हो। आज भोट नहाल्नु छैन हो, भोट हाल्ने होइन। केपी ओली कि बालेन? खै को म त जान्दिनँ। कसलाई भोट दिने? कसैले केही गर्दैन नदिने यसपालि। मनमा चाहिँ के लागेको छ? मनमा अब अलिकति परिवर्तन गर्नुपर्छ कि भन्ने चाहिँ छ। त्यो परिवर्तन चाहिँ अब माटोमा हो कि माटोमा जाँदैन? किन अनुहारै बिगा
खासमा माटोमै भोट हाल्नु पर्ने हो राम्रो अब भिजनै माटोमा छ अहिले घरको सम्पङज्यू तर सबैजना किन बुझिरहेको छैन त्यही नि अब आफ्नो हो अब मेरो चाहिँ तर्फबाट चाहिँ माटोमै जान्छ किनकि अब अलि त्यस्तो सबैजनालाई त्यो चाहिँ अलि नराम्रो तरिकाले चाहिँ भने होइन तर जोस इज बेस्ट के बेस्ट त्यही भएर होइन माटोको मान्छे मुख्य मान्छे नै माटै जत्तिकै छन् क्या प्रधानमन्त्री यो क्षेत्रको लागि त धेरै गर्नु के गर्यो हो त्यो मुलाले एउटा यो अग्लो टावर हालिदियो त्यो टावरको कामै छैन अब यो बाटोघाटो भनेको नगरपालिका ठाउँमा कुकुर बिरालो इन्द्रचन्द्र सेमी हरिजो आयो भने बनाउने हो तर त्यसको लागि चाहिँ युवाहरूलाई चाहिँ म अगाडि बढाउन चाहन्छु हरेक जिल्लामा देशको हरेक कुना काप्चामा युवाहरू अगाडि बढेनन् भने अब बुढाहरूले गर्न सक्दैन म पनि अब उमेरले त बुढै हो तर दिमागले मेरो बुढो छैन केपी ओलीले जित्यो भने म नेपालै बसेँ यो त वादा भर्खरै दमकमा चाहिँ बालेन्द्र शाहको इन्ट्री भएको छ हजुरलाई कस्तो लाग्यो यहाँको उपस्थिति हामीले नि बोलाएकै हो कस्तो लाग्यो के भनेर तपाईहरुले अस्ति भर्खर झोल्यौं हामी भन्दै हुनुहुन्थ्यो अब यहाँ पनि कतिले त एमालेलाई भोट लगाउनु भएको थियो होला मै हो तपाई नि हो पहिलोचोटि भोट लगाएको मैले यो पालि एमालेलाई लाए पहिलोचोटि यो 30-35 वर्षको उमेरमा हजुर यो पालि ठ्याक्कै भोट लगाएको हो मैले एमालेमै हालेको ल पहिलोचोटि जिन्दगीमा बुढो भएर दुईटा छोराछोरीको बाउ भएर पहिलोचोटि हालेको एमालेमै हाले युवा हुनुहुन्छ भाइ के भन्नुहुन्छ तपाईहरु ओलीलाई ए मर्यो भने मासु खाइदिने हो मान्छेको मासु चाहिँ खानु हुँदैन तर केपीको चाहिँ खानुपर्छ है केपी बुढोको चाहिँ खानुपर्छ ल सर एक भोट यहाँ फोटो खिच्ने एक भोट हामीले जाँदाखेरि उसले भोट दिने जिताउने हामीले नचाहिँ कुरो सुन्ने कहाँ कोन्नेको आउँछ त अगाडि त पटङ्ग गालैमा हालिदिन्छु तब भोट हाल्छु त्यो चिनेको छैन भाइ पढ्न जानेको छैन हजुर झापा कति के भन्नुहुन्छ अरे ओली बालाई अनि ओली बालाजी बाई बा छोडिदिनु भन्छु सिधै छोडिदिनु तपाईँ घरमा हरेराम जपेर बस्नु यसरी अच्छा सही भन्नुभयो किन दिनु अहिले बालेन भन्ने आउनु भएको छ फेरि हो आओस् न त अगाडि हाम्रो घरको कस्तो व्यवहार छ त्यो टाढे भनी दिन्छु न त दिँदैन के गर्छ नयाँ आउनु भएको छ इन्जिनियर हैन काठमाडौँको मेयर भएर राम्रो गरेको मान्छे बालेन कहाँको के मेयर आउँछ आउनु नि के गर्ने बालेनलाई पनि गाला पड्काउने कि के हो गाला पड्काउने विश्वास हेरे कुकुरलाई धरी त गर्दिन म छैन नि त जस्तो घटियालाई चिन्नलाई पत्रिका गालै 99% छ आतुर छन् जनता अच्छा जित्छन् पक्का पक्का को हिँड्छ चुनाव छ ओलीसँग यहाँ भोट माग्न एमाले हिँड्नु देखाउँदै दम छ भनेको एमाले सिधा कुटिन्छ नि कस्तो कुरा गरे हौ ए भोट माग्न हिँड्ने एमालेलाई कुटिन्छ किन कुटिँदैन भोट माग्नेले हो नि त नमस्कार गर्नु हैन र भोट माग्ने गर्छ त नेताहरूले पहिला त्यसै गर्छ त ऊ बारीमा गएर नमस्कार गरेर ओली कि समीर तामाङ कि को यसपालि ओली ल ठिक छ किन ओली किन भन्नु पर्यो किन पनि झापा क्षेत्र नम्बर 5 मा ओली जति विकास गर्ने अरू कोही पनि छैन राष्ट्रिय हितको लागि पनि ओली नै ठिक छ नाकाबन्दीमा सामना गरेको पनि ओलीले नै हो अहिले पेट्रोलियम पदार्थ उत्खनन गर्ने पनि ओली नै हो देश विकासको लागि गर्ने हो भने सोच्ने हो भने ओली नै एकदम आवश्यक कौन है ये लोग कहाँ से आते हैं हजुर अब तपाईको माहौल त आफू बनाउनु हैन सबैले चुनावमा सबैले नारा सबैको मिठा छन् हजुर व्यवहार माथि सत्ता गएपछि एकजना नेताले भन्छ भोडी र बुढी नभएको मान्छे पाइँदैन बात त सही
होला हामीले त भाइ आजसम्म एमालेको पनि खायौँ काङ्ग्रेसको पनि खायौँ एमालेको पनि खायौँ राप्रको पनि खायौँ हामीले सिधै घरबाट भात खाएर आयौँ भोट हाल्यौँ हामी घर कसैको एक पैसा खाएको छैन अहिलेसम्म हामीले खानेले खायो होला हामीले चाहिँ खाएको छैन एक पैसा पनि तँलाई यति पैसा दिएँ भनेर एउटा वस्तु थियो त्यसको मुख भिडियो कस्तो लाग्यो हैन एकदम मलाई चाहिँ रमाइलो लाग्यो खुसी लाग्यो फनी लाग्यो अनि हजुरहरूलाई कस्तो लाग्यो मलाई चाहिँ एकदम रमाइलो लाग्यो है यो भिडियो अब यस्तै भिडियो चाहनुहुन्छ भने फेरि मलाई सब्स्क्राइब गर्नुहोस् शेयर कमेन्ट अनि म यस्तै रमाइलो रियाक्सन ल्याउँदै गर्नेछु बाइ गाइज